सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामये। सुप्रभात नमस्कार। दर्शकबिन ज्योतिष दर्शन कार्यक्रमको पर्खाइमा बस्नुभएका स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दर्शकवृन्दहरूमा ज्योतिष दर्शन कार्यक्रममा हार्दिक स्वागत गर्दछ। ज्योतिष दर्शन कार्यक्रम हरेक दिन बिहान 6 बजेदेखि 7 बजेसम्म यो टेलिभिजनबाट प्रसारण हुने गर्दछ। तपाईहरु पनि आफ्नो विगत वर्तमान भविष्य स्वदेश विदेश सरकारी जागिर सन्तान हानि नोक्सानी व्यापार व्यवसाय जुनसुकै विधि पद्धति ग्रह दशा नक्षत्र करणभेदहरूको बारेमा जानकारी लिन चाहनुहुन्छ भने सम्पर्क राख्न सक्नुहुन्छ। जहाँको फोन नम्बर 01 45 87 641। यो टेलिभिजन स्टुडियो बिहान 6 बजेदेखि 7 बजेसम्म। यस्तै सम्बन्धित गुरुसँग भिजिट गर्न चाहनुहुन्छ, आफ्ना दिन दशा ग्रह नक्षत्र करणभेदहरूको बारेमा जानकारी लिन चाहनुहुन्छ भने न्यू पशुपति ज्योतिषालय तथा वास्तु परामर्श सेवा केन्द्र चाबेलचोक सम्बन्धित गुरुको फोन नम्बर 98 81 63 536 मा सम्पर्क राख्न सक्नुहुन्छ। यस्तै 4 नम्बर 5 नम्बर 6 नम्बर 7 नम्बरका दर्शकवृन्दहरूले राज ज्योतिषालय तथा वास्तु परामर्श सेवा केन्द्र वीरेन्द्रनगर सुर्खेत सम्बन्धित गुरुको फोन नम्बर 98 689 36 650 मा सम्पर्क राख्न सक्नुहुन्छ। हाम्रा आदरणीय दर्शकवृन्दहरूको जीवनमा भए गरेका विभिन्न गतिविधि घटनाक्रम तथा भविष्यको बारेमा जानकारी दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। तपाईहरू पनि आफ्नो जीवन पद्धति दिन दशा ग्रह नक्षत्र करणभेदहरू घरका वास्तुशास्त्रको बारेमा या चिना बनाउन चिना कुट मिलान गर्न ग्रह शान्ति स्वस्ति गर्न यावत कुराको बारेमा जानकारी लिन चाहनुहुन्छ भने सम्पर्क राख्न सक्नुहुन्छ। सम्बन्धित गुरुको मोबाइल नम्बरमा तपाईहरू विदेश स्वदेश विभिन्न दूर दराज कुना कन्दरा हुनुहुन्छ भने व्हाट्सएप भाइबर इमो बोटिम मेसेन्जरमा पनि कल गर्न सक्नुहुन्छ। तपाईहरूले स्वदेश विदेश विभिन्न दूर दराज कुना कन्दराबाट। यस्तै सूर्यको प्रभावले ग्रहको गतिको ज्ञान भनिएको छ। यो भनेको के हो भन्दाखेरिमा ग्रहहरू कसरी वक्री हुन्छन्, ग्रहहरू कसरी मार्गी हुन्छन् र ग्रहहरू कसरी अति वक्र हुन्छन् र ग्रहहरू कसरी अति मार्गी र मन्द र कुटिल र मार्गिक यी गतिहरू बन्छ भनेको छ। यिनै ग्रहहरू सातै तरिकाले 9वटा ग्रह छन्, सातै तरिकाले यी बन्छन्। जस्तो सूर्यबाट दोस्रो स्थानमा ग्रहहरू छ भने त्यो ग्रहले शीघ्र गतिको फल दिन्छ। शीघ्र गति हुन्छ, राम्रो शुभ फल दिन्छ। यस्तै सूर्यबाट तेस्रो स्थानको ग्रह तपाईको कोठामा लग्नमा सूर्य बसो तेस्रो स्थानमा ग्रह बसो भने त्यसले के हुन्छ, समगति भनेको जस्तो सूर्यले फल दिन खोज्छ त्यो ग्रहले पनि त्यस्तै फल दिन सक्छ भनेको छ। त्यसलाई समगति भनिन्छ। र सूर्यबाट चौथो स्थानमा ग्रहहरू बसो भनेपछि के हुन्छ भन्दा मन्द गति हुन्छ। त्यसले तेस्रो स्थान दोस्रो स्थानको भन्दा केही कम फलहरू तपाईहरुलाई दिन सक्छ। जब सूर्यबाट 5औंमा 6औंमा ग्रहहरू भए भने तपाईको ती ग्रहहरू वक्री बन्छन्। जस्तो तपाईको सूर्यबाट शनि 6औं स्थानमा गएर बसो, 5म स्थानमा गएर बसो भनेपछि के हुन्छन् भन्दा ती ग्रहहरू वक्री बन्छन्। तपाईको लग्नमा चाहिँ के छ त, सूर्य छ 7म स्थानमा, 5म स्थानमा शनि छ भने यो ग्रह वक्री छ भन्ने कुरो बुझिन्छ। वक्री ग्रहको फाइदा राम्रो हुन्छ। किन भन्दा वक्री ग्रहले विदेशको भ्रमण गराउँछ भनेको छ। तपाईको चिनाको कुण्डलीमा अब कुन ग्रह वक्री छ त त्यसले विदेशको भ्रमण गराइदिन्छ। यस्तै वक्र भनेपछि अति वक्र पनि भनिन्छ। जब सूर्यबाट ग्रहहरू धेरै टाढा छन्, डिफ्रेन्समा छन् र 7औं र 8औंमा भनेपछि अति वक्र हुन्छ। ती ग्रहले त्यति शुभ फल दिन सक्दैन, त्यति एक अर्कामा तेज पर्दैन। यस्तै कुटिल भनिन्छ। सूर्य ग्रहबाट तपाईको 9औं स्थानमा भएको ग्रहले केही कम फल दिन्छ। सूर्य ग्रहबाट 10औं स्थानमा भएको ग्रहले मार्गी फल दिन्छ। अब सूर्य लग्नमा बसो 10औं स्थानमा बुध बसेको छ भने त्यो सूर्यले भन्दा त्यो बुध ग्रहले बढी फल दिन्छ ग्रहको गति प्रभावले। अब 10औं स्थानमा सूर्य बसेको छ भनेपछि सूर्यबाट गन्दै जाँदा 10औं स्थानमा बुध बृहस्पति बस्यो भने त्यो सूर्य ग्रहले भन्दा बुध बृहस्पति ग्रहले बढी फल दिन्छ।
तपाईँहरूको चिनाको कुण्डली। यस्तै सूर्य ग्रहबाट 11औं स्थानमा ग्रह बस्यो भने शीघ्र गतिको फल दिन्छ। सूर्य ग्रहबाट 12औं स्थानमा रहेको ग्रहले के गर्छ भन्दाखेरि शीघ्र गतिको फल दिन्छ। यसरी तपाईँहरूको चिनाका कुण्डलीमा 9वटा ग्रह सूर्यबाट कति डिफ्रेन्समा बसेका छन् भन्ने कुरा पनि प्रमाणित हुन्छ। त्यसो भएर सूर्यको दायाँ बायाँ बसेको छ शुभ फल दिएछ भन्ने होइन। हो, शुभ फल दिन्छ। सूर्यको दायाँ र बायाँ सूर्यलाई बीचमा राखेर शुभ ग्रहहरू बस्यो भने त्यसलाई उभयचरी योग भनिन्छ। त्यो मान्छे पनि शक्तिशाली हुन्छ है। धन, इज्जत, मान, प्रतिष्ठा, शिक्षा, विद्या, बुद्धिमा बनेको छ। यस्तै चन्द्रमाको पनि दायाँ बायाँ शुभ ग्रहहरू बस्नाले शुभ फल दिन्छ। मान्छे जीवन गरिब कुलमा जन्मे पनि त्यो मान्छे भविष्यमा शक्तिशाली हुन्छ है, धनाढ्य बन्छ है, उसको कर्म राम्रो छ है, उसको भाग्य बन्न सक्छ है भन्ने कुरा प्रमाणित हुन्छ। यसरी नै विश्वका व्यक्तिहरूका र धनाढ्य, उद्योगपति, राजनीतिमा सफल भएका व्यक्तिहरूको विश्लेषण गर्दै आउँदाखेरिमा सबै कुराहरू मिल्न गइरहेको छ। यसै भने दर्शनी हाम्रो टेलिफोन सम्पर्कमा कुनै कलर हुन्छ, कहाँदेखि हुन्छ, उहाँलाई स्वागत। हेलो। यस्तै तपाईँहरूका चिनाको कुण्डलीमा यो 3वटा ग्रह एउटै कोठामा बसे, एउटा ग्रहहरू बसे भनेपछि एकवाली योग हुन्छ। 2टा ग्रह बस्यो भने युग हुन्छ। 3टा बस्यो भने शूल योग हुन्छ। 4वटा ग्रह बस्यो भने केदार योग, चतुर सागर योग बन्छ। 5वटा ग्रह एकै ठाउँ बस्यो भने पाश योग बन्छ। 6वटा योग ग्रहहरू एकै ठाउँ बस्यो भने दामिनी योग पर्छ। 7वटा ग्रह एकै ठाउँ बस्यो भने सरस्वती योग पर्छ। 8वटा ग्रह एकै ठाउँ बसे, 7वटा एकै ठाउँ बसे भनेपछि के हुन्छ, विविध सागर योग पनि बन्न सक्छ भनिएको छ। जस्तै कति व्यक्तिहरूको एउटै कोठामा 6वटा 5वटा ग्रह पनि बसेका हुन्छन्। त्यो समय पद्धतिमा हुन्छ। र कति केटा मान्छेको अथवा केटी मान्छेको हामीले हेर्दाखेरि 5वटा ग्रह एकै ठाउँ बसेको पनि हुन्छ। यस्तै कति व्यक्तिहरूको चिनाको कुण्डलीमा 6वटासम्म ग्रह उच्च भएको भेटिएको छ अहिलेसम्म विश्व अध्ययनमा। 7वटा 8वटै ग्रह उच्च भएको अहिलेसम्म फेला परेको छैन। तपाईहरूको 6वटासम्म उच्च ग्रहहरू भएका व्यक्तिहरूको कुण्डली फेला पारिएको छ। जस्तो उच्च ग्रहहरू के हुन्छन्, बृहस्पति अब कर्कट राशिमा बस्थियो, मङ्गल ग्रह मकर राशिमा बस्थियो, शुक्र चाहिँ मीन राशिमा बस्थियो, सूर्य ग्रह मेष राशिमा बस्थियो भने त 4वटा ग्रह उच्च भए। तर 4वटा ग्रह उच्च छन्। 3वटा ग्रह उच्च भएपछि के भन्छ भन्दा शास्त्रमा 3वटा ग्रह सोगिरी भयो भने मान्छे मन्त्री बन्छ। 3वटा ग्रह उच्च भयो भने देशको राजा बन्छ शास्त्रले भन्छ। तर के हुन्छ त त्यसैमा तपाईँको औँसी तिथि योग पर्यो, भाग्यमा राहु केतु बस्यो भने के को राजा बन्ने, के को मन्त्री बन्ने, महाराजा पनि बन्नुपर्छ। महाराजा भनेको के, योगी सन्यासी महन्त मागेर खानु पनि पर्छ भनिएको छ। त्यसो भएर यसका अर्थहरू धेरै हुन्छ। त्यसो भएर भाग्यमा कस्ता ग्रहहरू बस्यो भने मान्छेको भाग्य कहिले र कस्तो अवस्थामा उदय हुन्छ भन्ने कुरा हुन्छ। र तपाईँहरूकै चिनाको कुण्डलीमा हुन्छन् आफन्त मान्छेले सहयोग नगर्ने र परिचय भएको बाहिरको मान्छेले आफूलाई सहयोग गर्ने योगहरू तपाईँहरूकै चिनाको कुण्डलीमा बनेको हुन्छ। तपाईँहरूकै चिनाको कुण्डलीले आफ्ना इष्टमित्र, बन्धुबान्धव, दाजुभाइसँग वैचारिक द्वन्द्व गर्ने र आफ्नन्त मान्छेभन्दा बाहिरका मान्छेसँग सम्बन्ध राम्रो हुने र विश्वास राम्रो हुने चिनाकै कुण्डली हुन्छ। तपाईँ मान्छे इमान्दार हुनुहुन्छ, तपाईँ मान्छे सहनशीलता हुनुहुन्छ, सरल हुनुहुन्छ, स्वाभाविक हुनुहुन्छ। तर तपाईँलाई आफन्तै मान्छेले परेको बेला सहयोग गर्दैन। किन त तपाईँको ग्रह त्यस्तो भयो भने तपाईँलाई सहयोग पाउनु भएको चिज पनि उनीहरूले के गर्छन् तपाईँलाई भन्दा छैन भनिदिन्छ। तपाईँले जबरजस्ती लिन मिलेन, कुटेर लिन मिलेन, पिटेर लिन मिलेन, चोरेर लिन मिलेन, ढाँटेर लिन मिलेन, जबरजस्ती लिन मिलेन। त्यसो भएर यो चिनाको कुण्डलीमा के हुन्छ भने सहयोग र समझदारी पाउने, अर्काको नपाउने पनि तपाईँकै चिनाको कुण्डलीमा योगहरू हुन्छ। यस्तै भने दर्शनी हाम्रो टेलिफोन सम्पर्कमा कुनै कलर हुन्छ, कहाँदेखि हुन्छ, उहाँलाई स्वागत। हेलो। त्यसो भएर तपाईँहरूकै चिनाको कुण्डलीमा यी योगहरू बनेका हुन्छ। त्यसो भएर सूर्यबाट दोस्रोमा तेस्रोमा पनि ग्रहहरू बस्छन्, चौथोमा पनि बस्छन्। र ग्रहहरूको प्रायः के हुन्छ भन्दाखेरिमा नाग योग भन्ने कुरा कति गुरुहरूले होइन छैन पनि भन्छन्। यदि नाग योग चिनामा पर्यो, तपाईँलाई राहु केतु चल्यो भने आफैले अनुभव गर्ने, त्यो गुरुले भन्नुभन्दा पनि
तपाईले अनुभव गर्नुस्। यो चिनाको कुण्डलीमा नागयोग पर्व आंशिक र पूर्ण भन्ने हुन्छ। 288 प्रकारको नागयोग हुन्छ। 288 प्रकारको नागयोगले कुन नागयोग हो भन्ने कुरो हुन्छ। र नागयोग परेको मान्छेलाई सर्पले टोक्छ भन्छ शास्त्रमा 1 नम्बरमा। 2 नम्बरमा पशु जनावरहरूबाट र किराकिर्मिलाबाट डर हुन्छ भन्छ 2 नम्बर। यी बाँदर, कुकुर, अरिगाल अनि यो सर्पहरू यस्ता चीज वस्तु जनावर, पशु र प्राणीहरूबाट डर हुन्छ नागयोग परेको मान्छे। अर्को कुरा के हुन्छ भने बाणी बोली स्वास्थ्य खराबी हुन्छ। कुनै भगभगाउने हुन्छ, कुनै लुलो लङ्गडो अपाङ्ग हुन्छ र कुनैको के हुन्छ भने बुद्धि बङ्गरा दाँतहरू नमिलेको केही चोटी खोटी बनाउँछ। अर्को कुरा के हुन्छ भन्दा तपाईले जब राहु र चलेको बेला तपाईले सर्पको सपना देख्नुहुन्छ। प्रायजसो सपनामा सर्पहरू देखिरहन्छ। र तपाईको केतुबाट सुरु भएर राहुमा अन्त्य भयो भने मानिस शक्तिशाली बन्छ। राहुबाट सुरु भएर केतुमा गएर अन्त्य भयो भने वृद्ध अवस्थामा सबै चिज जान्छ। त्यो कालसर्पयोग त्यो भएको कारणले के हुन्छ, ती ग्रहका योगहरू हुन्छ। त्यसरी नागयोग परेको मान्छेले कोही मान्छे लाटो पनि हुन्छ। कसैले सपनै देख्दैन, कसैले सपना देखेपछि बिर्सिन्छ, कसैले अत्यधिक रूपमा सपना देख्छ, कसैले मान्छे शक्तिशाली बन्छ, कोही मान्छे निर्धनीय हुन्छ। त्यसको पनि विधि र पद्धति बाटो फरक छ। अब कुनबाट सुरु भएर कुनमा अन्त्य भएको छ। त्यति मात्र होइन, नागयोग अन्त्य हुने योग पनि हुन्छ। नाग दोष नलाग्ने। अब कस्ता ग्रहहरू कहाँ बस्यो भने नाग दोष लाग्दैन, नाग कालसर्प योग परे पनि दोषै लाग्दैन। ती योगहरू पनि तपाईहरुकै चिनाको कुण्डलीमा बनेको हुन्छ। त्यो सबै योगहरू। अब माङ्गलिक हुँदैमा तपाई डराउनु पर्दैन। माङ्गलिक योग भङ्ग भएको योग पनि हुन्छ। माङ्गलिक योग शनि ग्रहले मात्रै भङ्ग हुँदैन, राज योगले पनि तपाईको माङ्गलिक योग भङ्ग गरिदिन्छ। चन्द्रमाले भङ्ग गरिदिन्छ, बृहस्पतिले भङ्ग गरिदिन्छ माङ्गलिक योगलाई। अब कोही केटा र केटी माङ्गलिक छ भने त कसैको अहिलेसम्म केही पनि भएको छैन भन्नुहुन्छ नि। केटाले माङ्गलिक बिहारेको थियो, केटो माङ्गलिक थिएन, खोइ उसको घरबार बिग्रिया छैन। ज्योतिषले त भनिदिन्छ घरबार बिग्रिन्छ, यस्तो हुन्छ उस्तो हुन्छ। त माङ्गलिक दोष भङ्ग हुने योग चिनामा छ कि छैन त भन्छ। जस्तो लग्न स्थानमा मङ्गल बसो, 10 लेखेर बसो, केटाको चौथो स्थानमा बृहस्पति बसो, केटी माङ्गलिक भइनन् किनकि मङ्गल ग्रह उच्चको भयो। केटाको चौथो स्थानमा बृहस्पतिले माङ्गलिक योग भङ्ग भइसक्यो। बृहस्पति जुन सुकै राशिमा बसोस्, अब उच्च भएर कर्कट राशिमा बसो, धनु मीन राशिमा बसो भने त सो त भङ्ग भइगयो। यदि नभए तापनि बृहस्पति केन्द्रपति भयो भने कुनै पनि दोष लाग्दैन भनेर शास्त्रले भन्छ। तपाईहरुको चिनाको कुण्डली यी राजयोगले पनि तपाईका यी विभिन्न योगहरू भङ्ग हुन्छ तपाईको चिनाको कुण्डली। यस्तै पनि दर्शनी हाम्रो टेलिफोन सम्पर्कमा कुनै कलर हुन्छ, कहाँदेखि हुन्छ उहाँलाई स्वागत। हेलो। यस्तै तपाईहरुको जन्मिनुहुन्छ, जन्मिँदाखेरि समय पद्धति हुन्छ। अब अहिले सूर्य नारायण राशि परिवर्तन गरेर यो असारको महिना हो, मिथुन राशिमा छ। मिथुन राशि कसको घर हो भन्दा बुधको घर हो। बुधको घरमा भएपछि सूर्य र बुध बुधातिथि योग बन्छ। र बृहस्पति के छ त कर्कट राशिमा उच्चको भएर बसेका छन्। त्यसो भएको कारणले के हुन्छ, सूर्य बुधको घरमा बस्दाखेरि शुभ फल दिन्छ। मिथुन राशिमा सूर्य ग्रहले शुभ फल दिन्छ। यदि मिथुनै राशिमा बसो, तेस्रो स्थानमा बसो भने त के भनिएको छ भने योग्यता अनुसारको सरकारी जागिर पनि दिलाउँछ है। सूर्य ग्रहले मिथुन राशिमा बसेको, मिथुनै राशिमा बसो, तेस्रो स्थानमा बसो भने योग्यता अनुसारको सरकारी जागिर पनि दिलाउन सक्छ भनेर शास्त्रले भन्छ। अब उता तपाईलाई चिनाको कुण्डलीमा राहु र चन्द्रमा चन्द्रग्रहण छ भने के को सरकारी जागिर दिलाउन अवरोध भइहाल्छ। त्यसो भएर तपाईहरुकै यी चिनाका कुण्डलीमा हरेक योग र विधि छ। यस्तै पनि दर्शनी हाम्रो टेलिफोन सम्पर्कमा कुनै कलर हुन्छ, कहाँदेखि हुन्छ उहाँलाई स्वागत। हेलो। यस्तै भन्दा दर्शनी हामी छोटो विज्ञापनपछि तपाईहरुसँग पुनः प्रसारण जोडिन्छौँ। तपाईहरु पनि टेलिफोनमा नित्य निरन्तर प्रयास गर्नुहोस्।
के तपाईँ ज्योतिषी परामर्शको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने काठमाडौँ उपत्यकाका दर्शकहरूले न्यू पशुपति ज्योतिषालय तथा वास्तु परामर्श सेवा केन्द्र काठमाडौँ महानगरपालिका साथ कुमारी गालमा सम्पर्क गर्न सक्नुहुनेछ। ज्योतिषी शिवराज गौतम, सम्पर्क 9861 63536। यो टेलिभिजन मार्फत सम्पर्क गर्न 01 45 87 641। के तपाईँ ज्योतिषी परामर्शको खोजीमा हुनुहुन्छ? लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दर्शकहरूले राज ज्योतिषालय तथा वास्तु परामर्श सेवा केन्द्र वीरेन्द्रनगर सुर्खेतमा सम्पर्क गर्न सक्नुहुनेछ। ज्योतिषी आदित्यराज उपाध्याय, सम्बन्धित गुरुको सम्पर्क फोन नम्बर 98 68 93 66 50। के तपाईँ ज्योतिषी परामर्शको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने काठमाडौँ उपत्यकाका दर्शकहरूले न्यू पशुपति ज्योतिषालय तथा वास्तु परामर्श सेवा केन्द्र काठमाडौँ महानगरपालिका साथ कुमारी गालमा सम्पर्क गर्न सक्नुहुनेछ। ज्योतिषी शिवराज गौतम, सम्पर्क 9861 63 536। यो टेलिभिजन मार्फत सम्पर्क गर्न 01 45 87 641। के तपाईँ ज्योतिषी परामर्शको खोजीमा हुनुहुन्छ? लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दर्शकहरूले राज ज्योतिषालय तथा वास्तु परामर्श सेवा केन्द्र वीरेन्द्रनगर सुर्खेतमा सम्पर्क गर्न सक्नुहुनेछ। ज्योतिषी आदित्यराज उपाध्याय, सम्बन्धित गुरुको सम्पर्क फोन नम्बर 98 68 93 66 50। यस्तै तपाईहरुका चिनाका कुण्डलीमा ग्रहहरू अस्त छन् भन्ने कुरा ग्रह सूर्य ग्रहबाट कोठाहरू गन्दैमा थाहा हुन्छ भने अर्को नियम पद्धति कस्तो हुन्छ भन्दाखेरिमा सूर्य चन्द्रमा 12 अंशको भयो भने अस्त हुन्छ र मंगल ग्रह सूर्यदेखि 17 अंशको बनाएको हुन्छ, त्यहाँ डिग्री बनायो भने अस्त छ भन्ने कुरा बुझिन्छ र बुध ग्रह 14 अंशको डिग्री बनायो भने ग्रह अस्त छ भन्ने कुरो बुझिन्छ। त्यस्तै गुरु ग्रह बृहस्पति भनेको 11 अंशको डिग्री बनायो भने अस्त छ भन्ने कुरा बुझिन्छ भने शुक्र ग्रह 10 डिग्री भन्दा कम बनायो 10 डिग्रीको कोण बनायो भने अस्त छ भन्ने कुरा बुझिन्छ डिग्रीबाट। यस्तै सूर्यबाट 15 अंकको बनायो भने डिग्री बनायो भने शनि ग्रह अस्त छ भन्ने कुरा बुझिन्छ त्यतातिरबाट र सूर्यबाट। यो बक्रीको अर्थ के हुन्छ भन्दाखेरिमा जस्तो उल्टो गति अर्थात अगाडि बढ्नुको साटो पछाडी हट्नुलाई के भनिन्छ? ग्रह बक्री भनिन्छ। अनुवक्र पनि हुन्छ। यो अनुवक्र भनेको कुटिल रोकिएको गति, जस्तो मान्छे दौडियो, दौडिदा दौडिदै के समस्या आयो, बस्यो अथवा रोकियो, त्यसलाई चाहिँ कुटिल गति भनिन्छ, अनुवक्र भनिन्छ। र मन्द गति पनि हुन्छ। त्यसैमा मन्द गति भनेको घट्दै गइरहेको गतिलाई मन्द गति भनिन्छ। जस्तो तपाईं कल्पना गर्नुस्, कुनै भाँडामा तपाईं पानी राख्नुस्, त्यो पानी आज भोलि पर्सि नचलाउँदा त्यो 1 महिनासम्म अलिकति घटेको हुन्छ नि। त्यो कसरी घट्छ त, के कारणले घट्छ त भन्दाखेरि त्यो बाफ बनेर उड्छ अथवा केही बनेर उड्छ अथवा केही हुन्छ, त्यसमा केही शेष घट्दै जान्छ। त्यस्तो अवस्थालाई भनिन्छ मन्द गति भनिन्छ। मन्दतर गति पनि हुन्छ, बिस्तारै हिँड्ने। कोही मान्छे छिटो हिँड्छ भने कोही मान्छे बिस्तारै हिँड्छ नि। मान्छे ठुलो पनि छ, लामो पनि छ, मोटो पनि छ, तर उसको हिँडाइ बिस्तारै छ। कुरो बुझ्नुभयो? उसको हिँडाइ बिस्तारै छ। समगति भन्छ। जस्तो 2 जना साथी छन्, ऊ जति हिँड्छ अर्को पनि त्यति हुन्छ कम्पिटिसनमा, त्यसलाई चाहिँ के भनिन्छ? समगति भनिन्छ। र शीघ्र गति भनेको छ। शीघ्र गति भनेको कम्पिटिसनमा 2 जना उस्तै उस्ता छन्, तर उनीहरू 2 जनामा कम्पिटिसन चलिरह्यो भनेपछि त्यसलाई के भनिन्छ? शीघ्र गति भनिन्छ। मार्गी गति भनिन्छ। अब यो मार्गी गति भनेको जब कुनै ग्रहले वक्री गति त्यागेर सिधा गतिमा दौडिरहेको छ
भनेपछि त्यसलाई के भनिन्छ भने मार्गी गति भनिन्छ तपाईहरुको त्यो चिनाको कुण्डली। यो मार्गी गतिले के हुन्छ भन्दा तपाईलाई पक्कै पनि शुभ फल दिएको हुन्छ। मार्गी गतिले आरोग्य सुख प्रदान गर्छ भने बक्कै ग्रहले विदेशको यात्रा गराउँछ र दुःख कष्ट पनि दिन सक्छ भनेको छ शास्त्र। त्यसो भएर हामीले तपाईहरुलाई भन्छौं तपाईहरुको चिनाकै कुण्डलीमा ग्रहका योगहरू हुन्छ। जसरी तपाईले लुगा लगाउनुहुन्छ, लुगा लगाइसकेपछि तपाईका लुगाहरू मैलो हुन्छ, धोइ पखाली गर्नुभयो साबुन सरफले अनि फेरि सुकाउनु भयो, आइरन लाउनु भयो भनेपछि नयाँ बन्छ, राम्रो हुन्छ। त्यस्तै यी ग्रहहरूले पनि तपाईलाई शुभ र अशुभ फलहरू दिन्छन् पक्कै पनि हो। र तिनको विधि पद्धति र तिनका कर्म, तिनको नाम लिनु भने के हुन्छ तपाईलाई शुभ फल हुन्छ भनेको छ एउटा कुरा। अर्को कुरा के भनिएको छ शास्त्रमा र विधि र विधान र पद्धतिमा भनेछ भनेपछि यी ग्रहहरू वक्री मार्गी अष्टत हुन्छन् र शीघ्र मन्द गति शुभ अशुभ फलहरू दिन्छ। तर हामी अहिले कुन युगमा छौं? हामी विज्ञान वैज्ञानिक पद्धतिमा छौं। विज्ञान र वैज्ञानिक पद्धतिमा छौं। विश्वको अहिले धनाढ्य मान्छे बिल गेट्स हो। बिल गेट्स भन्दा अगाडि चाहिँ एलोन मार्क्स गइसक्यो। विश्वमा धनाढ्यमा एलोन मार्क्स गइसक्यो। एलोन मार्क्सले अहिलेको वैज्ञानिक जमाना बिना चार्ज, बिना नेटवर्क, सेटेलाइट प्रविधिबाट विकास गर्न लागिसक्यो। मंगल ग्रहमा पुगेर आइसक्यो मान्छे, चन्द्रमा पुगेर आइसक्यो। यो अध्ययन अनुसन्धान गरिसक्यो हैन। अब यो अध्ययन अनुसन्धान गरिसकेपछि अब हामीले हाम्रो गाउँ घर समाजमा पद्धतिमा धर्म कर्ममा विभिन्न रूढिवादी परम्परा छन् कि छैन? छन्। अब हामी यसलाई विश्वास गर्ने कि विज्ञानलाई विश्वास गर्ने? तपाईलाई के चाहिन्छ? सबभन्दा पहिला विज्ञान र शिक्षा चाहिन्छ कि तपाईलाई धर्म कर्म चाहिन्छ? त्यो होइन, तपाईलाई सबै चिज चाहिन्छ। धर्म पनि चाहिन्छ, विज्ञान पनि चाहिन्छ, शिक्षा पनि चाहिन्छ, स्वास्थ्य पनि चाहिन्छ, शरीर पनि चाहिन्छ, आत्मा पनि चाहिन्छ, मन पनि चाहिन्छ, कर्म पनि चाहिन्छ। शास्त्रले के भन्छ भन्दाखेरिमा यी हामी गाउँ घर समाजमा कसैको चाहिँ नजर दोष भन्छ यसलाई। चिनाको कुण्डलीमा राहु र मंगलले नजर दोष गराइदिन्छ। तपाईको चिनाको कुण्डलीमा राहु र मंगलले नजर दोष गराइदिन्छ। जसको कसैले देखो आँखा लाग्ने, कसैको बाणी बोली लाग्ने, कसैले कसैलाई चाहिँ गाली गरे गाली लाग्ने हुन्छ नि, त्यसलाई नजर दोष भन्छ। त्यो छिनाकै कुण्डलीमा त्यस्तो ग्रहहरू भयो भने त्यो केटो मान्छेको पनि नजर दोष लाग्छ। र हामीले विभिन्न भूत प्रेत पिचास वायु विभिन्न तन्त्र मन्त्रहरू भन्छौँ। यो के हो त? यो वायु तन्त्र मन्त्र यन्त्र के हो त? विज्ञानले के भन्छ भन्दाखेरिमा यो वायु तन्त्र मन्त्र भनेको के हो? शनि राहु केतु हो। शनि राहु केतु वायुजन्य कारक ग्रह हुन्। यो वायुजन्य कारक ग्रहमा वायुमा हरेक प्रकारका चीज वस्तु भएको कारणले ती वायुबाट हुने भएको हुनाले बच्चाहरू तर्सिने झस्किने, कसैको मन वचन कर्म आत्मा र कसैको बाणी बोली नजर लाग्ने हो। त्यसो भएर यो राहु केतु शनिका ग्रह दोष हुन्छ भनेको छ। त्यसलाई त्यसरी प्रमाणित गरेको छ विज्ञान। र हामी कति चाहिँ माता तीर्थ व्रत काँसी झाँक्री धामी पनि गर्छौँ हो कि है? त्यो त्यसको विधि र पद्धति पनि त्यही ग्रहभित्र पर्छ। त्यो विधि पद्धति पनि त्यही ग्रहभित्र पर्छ। हामीले तपाईलाई भनेको छौँ क्रिस्चियन हुनुहुन्छ, तपाईको क्रिस्चियन पास्टर गुरुहरू हुनुहुन्छ नि, तपाईले कसैलाई भोजन गराउनुहुन्छ भने पनि त्यो पनि ग्रहभित्रै पर्छ। के भनिएको छ शास्त्रमा भने शनि राहु केतुले दुःख दियो भने कसैलाई भोको मान्छेलाई भोजन गराउनुहोस् त तपाईको राहु र केतु शनि ग्रह खुसी हुन्छ भनेको छ शास्त्रमा। जसो कसैको खुट्टा छैन हात छैन, उसले काम गरेर खान सकेको छैन, उसलाई दान र पुण्य दिनुहोस् त राहु केतु शनि ग्रह खुसी हुन्छ भनेको छ। तपाईहरुले गुरु बुझ्नु। त्यसो भएर पृथ्वीमा तपाईहरु जुनसुकै जाति धर्म पेशा कर्मबाट जे काम गर्नुहुन्छ त्यो ग्रह विधि भन्दा बाहिर छैन। तपाई जन्मेदेखि मृत्युसम्म तपाई 84 वर्ष हुनु भने 84 पूजा गर्नुहुन्छ। किन गर्नुपर्छ? त्यो गरेर के फल प्राप्त हुन्छ? त्यसमा विज्ञानले के भन्छ?
जब मान्छे 84 वर्ष पुगिसकेपछि 80 काटेपछि 84 गर्न मिल्छ भनेर शास्त्रमा लेखिएको छ। 84 किन गर्नुपर्छ, के कारणले गर्नुपर्छ, विज्ञानले के भन्छ, तपाईँले कर्मले के भन्छ भन्दाखेरिमा विज्ञानले के भन्छ भन्दा जब 100वटा भन्दा बढी औँसी पूर्णिमा देखिसकियो, 84 कटिसकियो भने दान पुण्य गर्नुहोस् भन्छ त्यो शास्त्र। यसरी यी विधिहरू छन् तपाईँको जुनसुकै धर्म पेसामा पनि, त्यो धर्म पेसा अनुसारको त्यो कर्म हो। त्यसो भएर हामीले तपाईँलाई भनेको छौँ यो पृथ्वी है, पृथ्वी घुम्छ। यो धर्म भन्ने कुरा परापूर्व कालमा 3वटा दाजुभाइ मात्रै थिए। ती 3वटा दाजुभाइको पृथ्वीमा जन्म भयो। जन्म भइसकेपछि जन्म दिने पिताले ती दाजुभाइ, तिनै दाजुभाइलाई क्रिस्चियन, मुस्लिम, हिन्दू, यी 3 दाजुभाइलाई, अब भाइ सानै भयो, दाइ ठुलो भयो, अब भाइ दाइ ठुलो मान्छे सानो हुने हो, सानो ठुलै हुने हो। अहिले विज्ञानले के गरिरहेको छ, मानिस बुढो भयो, अब बुढो भए पनि उसका अङ्गहरू, अस्थिपञ्जर अङ्गहरू जवानी जस्तो बनाउने औषधि निक्लिसक्यो। तपाईँले हेर्नु होला नि विज्ञान प्रविधिमा, जब मान्छे 80 वर्ष भयो, तर 80 वर्ष भयो नि जवानीकै जस्तै जोस जाँगरहरू औषधिबाट, सिरिन्जबाट बनाउने भनिसक्यो। विभिन्न विज्ञान प्रविधिले यौनजन्य कार्यबाट सन्तान हुन्थ्यो भनेपछि विभिन्न बेबी प्लानहरूबाट भइरहेछन्। पशु चौपाइमा पनि भइरहेको छ, विज्ञानले त्यो खोजी गरेको छ। र हामीलाई के छ त भन्दा विज्ञान र शिक्षा र धर्म पनि चाहिन्छ भनेको। त्यसो भएर यी सबै के हुन्छन् त भन्दा यी ग्रहभित्रै पर्छ। तपाईँको विज्ञानले खोजी गर्छ। जस्तो तपाईँहरूको चिनाको कुण्डलीमा पुरुष व्यक्तिमा अथवा स्त्री व्यक्तिमा यी सन्तान उत्पादन गर्ने हर्मोनहरू नभइसकेपछि अथवा यी हर्मोनहरू उत्पादन गर्ने क्षमता कम भयो भने तपाईँहरूलाई सन्तानमा बाधा गराउँछ। अब त्यो कस्तो ग्रह त्यहाँ गएर बस्यो भने तपाईँलाई बाधा गराउँछ भन्ने कुरा हो कि कुन कुन ग्रह त्यहाँ गएर बस्यो, कस्तो कोठामा गएर बस्यो भने तपाईँलाई त्यसमा बाधा गरायो त ती चिज भएन नि त भन्ने कुरा हो। यसरी विज्ञानले त्यो सिद्ध गर्छ भने ज्योतिष शास्त्र भनेको विज्ञान हो। कुनै धर्म सम्बन्धी, कुनै कर्म सम्बन्धी र धामी झाँक्री माता होइन। आज कति गते हो, 3 गते हो, आज के बार हो, बुधबार हो। हामी आजको तिथिमिति अनुसारको बुधबार नै भन्छौँ। यो ज्योतिष शास्त्रमा विज्ञानले के प्रमाणित गर्छ, बुधबार नै भनेर प्रमाणित गर्छ। उता इङ्ग्लिसमा यति तारिक भन्छ। त्यसो भएर हामीले यो के हो, एउटा विधि पद्धति भनेको एउटा क्यालेन्डर, एउटा समय पद्धति अनुसार विज्ञान प्रविधिबाट अगाडि बढेको हो। कुनै पनि तन्त्र, मन्त्र, यन्त्र, योग, साधना, विधि पद्धति, धामी झाँक्री माता बनेको होइन। यी ज्योतिषीय शास्त्र भनेको एउटा विधि विधान र पद्धति र नियम विपरीत नभएर नियम सङ्गत र कानुन सङ्गत बनेको शास्त्र मात्रै। त्यो त के हुन्छ भन्दाखेरिमा त्यो आफूले कर्म कस्तो छ कि, जस्तो कुनै मान्छे ठुलो छ, मोटो घाटो छ, खाना थोरै खान्छ। कुनै मान्छे दुब्लो पातलो, मान्छे सानो छ, खाना धेरै खान्छ। त्यो आहारा हो नि। हो त्यस्तै यो ज्योतिषी शास्त्रमा पनि कसले कति पढेको छ र कसले कति भन्न सक्छ भन्ने कुरा मात्रै। र डक्टरमा पनि कुनै डक्टर सबै कुराहरू जान्ने हुन्छ भने कोही एउटा चिज मात्र जान्ने, अरू नजान्ने हुनसक्छ। हो त्यसो भएर यी ज्योतिषीय फलादेशमा, ज्योतिषीय ग्रह विधिमा पनि के हुन्छ भने विभिन्न बाटो र पाटो र विधि फरक हुन्छ। त्यसो भएर हामीले सोच्छौँ सबैलाई एउटै हुन्छ भन्ने कुरो होइन। पेसा र धर्म र कर्म एउटै हुनसक्छ र विचार भावना र ज्ञान भन्ने कुरा थोरै र धेरै हुनसक्छ। कुरो त्यति मात्रै हो। त्यसो भएर कसै मान्छेसँग धेरै धन पैसा हुन्छ भने कसैसँग कम हुन्छ, कसैसँग अथाह जग्गा जमिन हुन्छ, पैसा नहुनसक्छ, कसैसँग ज्ञानको भण्डार हुनसक्छ भने चाहिँ आर्थिक नहुनसक्छ। त्यसो भएर यी सबै के हुन्छन्, आफ्ना कर्मका खेल। त्यसो भएर शास्त्रमा भन्छ कि जसको भाग्यमा बुध र बृहस्पति बसो ऊ चौकामा बसो भन्छ। ऊ गुरु पण्डित बनलास भनौँ। जसको पञ्चममा बृहस्पति र बुध बसो ज्योतिष बन भन्छ। बुध ग्रहले बाणी बोलीको कारक ग्रह मानिन्छ बुध ग्रह भनेको। त्यसो भएर यी बाणी बोलीका ग्रहहरू पनि बुध ग्रहका देन हुन्छ। कसैले गरेको भविष्यवाणी मिल्ने, कसैले गरेको नमिल्ने पनि यी ग्रहका खेल हो। कसैले गरेको भविष्यवाणी ट्याक्कै मिल्छ। ल तपाईँको यो महिनादेखि यति महिनाभित्र तपाईँको यो हुनेछ भनिदियो भने ठ्याक्क लाग्छ नि, त्यो पनि ग्रहले नै दिने।
र तपाईँको यी तन्त्र मन्त्र यन्त्र नहुने होइन छन् र कसलाई कति विश्वास गर्ने भन्ने कुरा मात्रै हो। त्यसो भएर तन्त्र मन्त्र यन्त्र साधना नभएको होइन, छन्, कर्महरू छन्। सबैभन्दा राम्रो त के हुन्छ भने कर्म हुन्छ र हामीले बिहान बिहान मर्निङ वाक गऱ्यौँ भने के हुन्छ भने शरीर राम्रो हुन्छ, स्वास्थ्य हुन्छ भन्ने शास्त्रमा छ होइन, विज्ञानले पनि भन्छ, शास्त्रले पनि भन्छ। हामी गर्छौँ र पनि के हुन्छ, स्वस्थ बन्छौँ। हो त्यस्तै यी ग्रहहरू पनि छन्। तपाईँको चिनाका कुण्डलीमा यी ग्रह योगहरू पनि छन्। यिनले तपाईँहरूलाई शुभ र अशुभ फलहरू पनि दिन्छ, सुनिश्चित। त्यसो भएर यो आयु दिने कारक ग्रहहरू पनि यो चन्द्रमा नै हो, जसलाई चन्द्रमा भनेको लक्ष्मी मानिन्छ। जसको चन्द्रमा ग्रह राम्रो छ, राम्रो ठाउँमा छ भने शुभ मानिन्छ। र चन्द्रमाले धन सम्पत्ति अथाह दिने कारक ग्रह नै चन्द्रमा हो। र राज्य र सेवा सुविधा दिने ग्रह भनेकै सूर्य ग्रह हो। भूमिपति र डाक्टर बनाउने, सेनादि बनाउने ग्रह मङ्गल ग्रह हो। मुद्दा मामलो चोट पटक दुर्घटना गराउने ग्रह मङ्गल ग्रह। बुध ग्रह भनेको हाइट वेट र बाणी बोली र भाग्य बनाउने भनेको बुध ग्रह हो। कसको बोली कस्तो छ, कसको भाषा कस्तो छ, कसको भाग्य कस्तो छ, कसको हाइट वेट कस्तो छ र भन्ने कुरा बुध ग्रहले निर्धारण गर्छ। बृहस्पति भनेको पढाइ सम्बन्धी, ज्ञान सम्बन्धी, पुत्र सम्बन्धी, धन सम्पत्ति सम्बन्धी र धर्म र कर्म सम्बन्धीको कारक ग्रह बृहस्पति ग्रह मानिन्छ। शुक्र ग्रह भनेको सौन्दर्य कारक, सौन्दर्य सुन्दरताको, मेडिकल क्षेत्रको र मान्छेको रूप, सेवा सुविधा र शौखिन र आनन्दित यौनजन्य कार्यको ग्रह शुक्र ग्रह तपाईँहरूको चिनाको। शनि भनेको स्वदेश विदेश, कानुनी क्षेत्र, न्याय क्षेत्रको कारक ग्रह हो। राहु र केतु भनेको ठेक्कापट्टा राजनीतिक कारक ग्रह हो। त्यसो भएर के हुनु भने यी 9वटा ग्रह हो। अब यी 9वटा ग्रह 12वटा कोठामा, 12वटा राशिमा, राशि स्वामी पनि छन्, उच्चो पनि छन्, निचो पनि छन्, बकरी पनि छन्, मार्गी पनि छन्, अस्त पनि छन् र समभाव पनि छन्, शत्रुभाव पनि छन् र अति शत्रु पनि छन्, मित्र पनि छन्, अति मित्र पनि छन्। र यिनैमा के छ त, पुरुष स्त्री छन्, यिनैमा नपुंसक छन्, यिनैमा 4 जात ब्राह्मण क्षेत्री वैश्य छन्, यिनैमा सतगुण तमगुण रजगुण गुण पनि यहीमा छन्। अब सतगुण भनेको कुन ग्रहले प्राप्त गर्छ, रजगुण भनेको, तमगुण भनेको। अब जाति भनेको यो ग्रहबाट, 9वटै ग्रहबाट जाति ब्राह्मण क्षेत्री वैश्य छ। अब यिनै ग्रहबाट ऋतु छ, यिनै ग्रहबाट के छ त, गोत्र छ। तपाईँ कुन गोत्रको कसरी रहनुभयो भन्ने कुरा के भन्छ विज्ञानले। हामी विभिन्न गोत्रहरू छौँ। यो गोत्र कसरी रह्यो भन्दा यो ग्रहबाटै रहेको। यो तिथिमिति कसरी रह्यो भन्दा ग्रहबाटै रहेको। यो सप्तमी किन रह्यो, चतुर्दशी किन रह्यो, दशमी किन रह्यो, द्वादशी किन रह्यो, एकादशी किन रह्यो होइन, नवमी किन रह्यो, अष्टमी किन रह्यो, यसको प्रमाणित के हो त? सूर्य सप्तमीमा जन्मेका हुन्, सप्तमी तिथिमिति भयो र चन्द्रमा चतुर्थीमा जन्मेका हुन्, चतुर्थी तिथिमिति रह्यो। मङ्गल दशमीमा जन्मेका हुन्, दशमी रह्यो। बुध द्वादशीमा जन्मेका हुन्, द्वादशी रह्यो। बृहस्पति एकादशीमा जन्मेका हुन्, एकादशी रह्यो। शास्त्रमा के भन्छ, तीर्थमा सबैभन्दा ठुलो काशी हुन्छ भने व्रतमा एकादशी हुन्छ। एकादशी जस्ती ठुलो व्रत र तीर्थमा काशी जस्तै ठुलो केही पनि हुँदैन, पुण्य भन्छ। त्यसो भएर बृहस्पति ग्रह भनेको दोस्रो राजाकारको ग्रह हुन् ब्रह्माण्डमा र एकादशीमा जन्मिदिएका हुन्। शुक्र नवमी तिथिमिति राम्रो मानिन्छ, जस्तो रामनवमी हुन्छ नि त्यसो भएर नवमी तिथि हो। त्यसो भएको कारण अष्टमी भनेको शनि अष्टमीमा जन्मेका हुन्, राहु र केतुको जन्म तिथिमिति छैन। त्यसो भएर पृथ्वी र ब्रह्माण्ड, मानव जीवन र कर्म, जन्म र मृत्यु, भोग र भाग्य सबै के गर्छ, ग्रहले दिन्छ। त्यसो भएर यी ग्रहहरू एउटा राशिमा कुनै 1 महिना बस्छन्, कुनै 45 दिन बस्छन्, कुनै 13 महिना बस्छन्, कुनै 12 महिना बस्छन्, कुनै 30 महिना बस्छन्, कुनै 18 महिना बस्छन्, कुनै 45 दिन बस्छन्, कुनै 28 दिन बस्छन्, कुनै 29 दिन बस्छन्, कुनै 1 महिना बस्छन्, कुनै त जम्मा 2.5 दिन मात्रै बस्छन् एउटा राशिमा। त्यसैगरी यी पनि के छन् त, 6 महिना
उत्तर नारायण, 6 महिना दक्षिण नारायण हुनुपर्छ। कहिले देखिन्छन् कहिले देखिँदैन आकाशमा, कहिले हामी देख्छौँ कहिले देखिँदैनौँ, किन होला? यो पनि अध्ययन हो नि त। हो त्यसो भएर विज्ञानले के सिद्ध गर्छ? प्रापूर्व कालमा के थियो भन्दाखेरिमा यो ज्योतिषीय अध्ययनको विषय वस्तुमा के थियो भन्दाखेरिमा विज्ञानमा थियो। जब 8 क्लास 9 10 क्लासको विज्ञानमा, खगोल विज्ञानमा चन्द्रग्रहण किन लाग्छ, सूर्यग्रहण किन लाग्छ, तारामण्डल ग्रहहरू किन हो, त्यो तपाईँहरूले पढ्नै पर्थ्यो। अहिले पनि तपाईँको बच्चाहरूलाई सोध्नुहोस्, 2 मा 3 मा 4 मा 5 मा सुन मुन भनेर पढ्नै पर्छ। यो लोकसेवामा पनि आकाशमा सूर्यको गति कति छ, चन्द्रमाको गति कति छ, तिथिमिति के हो, कुन तिथिमितिमा के हो, त्यो लोकसेवामा पनि इक्जाममा आएकै छ। अनि यी तिथिमितिहरू कसरी, ऋतु कति छन्, वैशाख चैतलाई कुन ऋतु भनिन्छ, वर्षा ऋतु कुन कुन महिना हो, 12 महिनाका नाम छन्। त्यसो भएको कारणले यो के हो भन्दाखेरि सबै ग्रहको खेल। विश्वमा के भनिएको छ शास्त्रमा भन्दाखेरि विश्वमा सबैभन्दा पहिलो धर्म भनेको हिन्दू धर्म हो र विश्वमा सबैभन्दा हिन्दू धर्म सर्वश्रेष्ठ। त्यसपछि के हुन्छ भन्दाखेरिमा नेपाल देश भन्ने हुन्छ। हिन्दू धर्मको देश, गौतम बुद्ध जन्मेको देश, सगरमाथाको देश, मठ मन्दिरको देश, भगवान उत्पत्ति र विलय भएको देश भनेर चिनिन्छ नेपाललाई। शिवजी कुन ठाउँमा विलय भएका हुन्? हुम्लाको मान सरोवर भन्ने हिमालबाट शिवजी विलय भएका हुन्। श्रीमद् भागवतमा हेर्नुहोस्, तपाईँहरू पढ्नु भएको छ भने हुम्लाको मान सरोवर हिमालबाट शिवजी विलय भएका हुन्। 5 पाण्डवहरू, सतीदेवीको अङ्गहरू पतन भएको ठाउँ नेपाल हो। त्यसो भएर के हुन्छ भन्दाखेरि धर्म र भगवान भक्ति र कर्म भएको देश भनेको नेपाल हो। गौतम बुद्ध जन्मेको देश हो, सगरमाथाको देश हो। त्यसो भएको कारणले हिन्दू धर्मको देश हो। त्यसो भएर नेपाल देश जस्तो प्राकृतिकमय र सौन्दर्यताको देश भनेर कुनै देश प्राप्त गर्न सकिँदैन। तर यहाँ त के भने इच्छा शक्ति र कर्म नराम्रो भएर मात्रै बिग्रेको। कसरी इच्छा शक्ति भएन र कर्म भएन त भन्दाखेरिमा हामी के छ भन्दाखेरिमा आर्थिक र आफू बनेपछि संसार बिर्सिन्छौँ कि त्यसो भएर मात्रै बिग्रेको। इच्छा शक्ति भइसकेपछि विश्वमा सर्वश्रेष्ठ बन्ने देश नेपाल। तर के छ, इच्छा शक्ति र दैविक शक्तिमा के हुन्छ त भन्दा इच्छा शक्ति त थियो तर दैविक शक्तिले बिगारिदियो। दैविक शक्ति त तर थियो तर इच्छा शक्तिले रोकिदियो। त्यसो भएर के हुन्छ त हामी भनेको लोभ लालचमा फस्छौँ। हामी कसरी लोभ लालचमा फसिरहेका छौँ? हामीले गर्दा नै नेताहरूलाई बिगारेको हो कि। तपाईँले पैसा दिए भोट दिन्छौँ, नत्र दिन्न भने उसले पैसा दिन्छ भोट दियो, अनि उसले माथि गएर कमाउनु सुरु गर्छ, अनि उसले कमाउनु परेन। त्यसरी लोभ लालचले गर्दाखेरि मात्रै बिग्रेको। नत्र भने देश भनेको नेपाल हो, विश्वमा चर्चित हुने देश नेपाल हो। त्यसो भएर धर्मको लागि, शिक्षाको लागि, विज्ञानको लागि र प्रकृतिको लागि र देवी देवताको लागि बनेकै देश नेपाल। त्यसो भएर कर्मभूमि भनेको छ नि, कर्मभूमि भनेको के र जन्मभूमि भनेको के? कर्मभूमि भन्दा पनि जन्मभूमि प्यारो हुन्छ भनेको छ। जन्म दिने मातापिता त्यति प्यारो लाग्दैन, अरे आफू जन्मेको जन्मभूमि त्यति प्यारो लाग्छ। तर जन्मभूमि होइन कि तपाईँ त पैसा पाउनुभयो भने अहिलेका नेताहरूले पहिलेका नेताहरूले पनि ल तपाईँलाई यति पैसा दिन्छ भने देशै बेचेर खाइदिनु पनि सक्छन्। तर के छ त, तपाईँ हामीले खबरदारी गरेर मात्रै हो। नत्र भने अहिलेका नेताहरूले पनि देश बेच्न चाहन्छन् भने पैसा पाउँछन् भने बेचिदिन्छन्। धर्म बेचेका छन्, शिक्षा बेचेका छन्, मानवलाई नै बेचेका छन् भनेपछि कति पैसा चाहिँथ्यो त्यो व्यक्तिलाई? त्यसो भएर यी लोभ लालचले गर्दाखेरि सबै चिजहरू बिग्रेको। बिग्रिनुपर्ने कारणै त्यही हुन्छ। सबै चिजमा के हुन्छ भने कलियुगमा लोभ र लालचले मानिस बिग्रिन्छ। त्यसो भएर सही कर्म र सत्य कर्म कलियुगमा कसैले पनि गर्दैन। गर्ने मानिसको जन्म नै हुने छैन भनेर भगवान भन्नुहुन्छ श्रीमद् भागवतमा। कलियुगमा सही सत्य कर्म गर्ने मानिसको पृथ्वीमा जन्म हुने नै छैन। 100% मा 50% कर्म गर्छ भने 50% र पाप त जसले पनि गर्छ भनेको छ।
तर तपाईँले एउटा काम राम्रो गर्नुभयो, एउटा काम नराम्रो गर्नुभयो भने एउटा काम त राम्रो गर्नुहोस्, नराम्रो गरेको कामलाई राम्रो कामले त मेकअप गर्नुहोस् भन्ने हो हामीले। हो त्यसो भएर के हुन्छ भन्दाखेरि यी पृथ्वी हो, पृथ्वी कर्म छ, धर्म छ, शास्त्र छ, शिक्षा छ, विज्ञान छ, र हामीले कसलाई कति बुझ्ने भन्ने मात्रै हो। ज्योतिषकै पछाडि लाएर दौडेर ज्योतिषले खान दिँदैन, लाउन दिँदैन कि मैले तपाईँहरूलाई भनिरहेको छु। ज्योतिषकै पछाडि लाएर ज्योतिषलाई खान लाउन दिँदैन, काम त गर्नुपर्छ त। हो त्यस्तै यी विधि र पद्धतिहरू छन्, कर्म छन्, उद्देश्य छन्, आफ्नो समय छ, परिस्थिति छ, समयले सिकाइरहेको छ। त्यो समयअनुसार तपाईँ अगाडि बढ्नुभयो भने तपाईँलाई पृथ्वीमा भन्ने असम्भव भन्ने चिज केही पनि छैन, र असम्भव भन्ने चिज पृथ्वीमा केही पनि प्राप्त गर्न असम्भव होइन। सबै चिज तपाईँले पृथ्वीमा प्राप्त गर्न सक्नुहुन्छ र बन्न सक्नुहुन्छ। त्यसको लागि अगाडि बढ्नुहोस्। तपाईँको के हुन्छ, दिन दशा ग्रहले साथ दियो भने तपाईँलाई अवश्य पनि राम्रो बन्छ र राम्रो बन्नुपर्छ भन्ने सिद्धान्त मात्रै। यस्तै भने दर्शक आजको ज्योतिष दर्शनको निर्धारित समय सिद्धिसक्यो भनेर हाम्रो प्राविधिक मित्रले जानकारी गराइसक्नु भएको छ। तपाईहरू पनि स्वदेश विदेश विभिन्न दूर दराज कुना कन्द्रबाट यो टेलिभिजन हेरेर ज्योतिष दर्शन कार्यक्रमलाई मन पराइदिएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै तपाईँहरूको आजको दिन शुभ पल शुभ समय बितोस्। हाँसिरहनुहोस्, खुसी रहनुहोस्, शुभ आशीर्वाद गर्दै टाढाको यात्रा गर्दै हुनुहुन्छ भने शुभास्ति पन्थान सन्तु, तपाईँको यात्रा फलदायोस् भन्दै हामी कार्यक्रमबाट बिदा लिन चाहन्छौँ। तपाईँहरू पनि आफ्नो विगत वर्तमान भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ भने सम्बन्धित गुरुको मोबाइल नम्बर, वाट्सएप, भाइबर, इमो, बोतिममा स्वदेश विदेश विभिन्न दूर दराज कुना कन्द्रबाट जोडिन सक्नुहुन्छ। जहाँ रहनुहुन्छ हाँसी खुसी रहनुहोस्। सम्पूर्ण दर्शकवृन्द नमस्कार, धन्यवाद।